बल्ल त नि नरिवलको जुस खानु पाउँछस् नत्र पाउँदैन ल भनेर सुन सुन्नु सुन अब सुरुबाट भन A B C D E F G हैन यस्तो भन के A for apple B for ball भन्दै जाऊ के A for apple B for ball फेरि नरिवलको जुस फेरि A for apple अनि E that छिटो न A for apple B for ball C for cat dog अहिले जाति हुन लाग्छ हुन्न कि छिटो भन A B C D E F G यो यान हैन नि या छ भनेको हो के त्यसले अनि I Q हैन जे फर Z अनि भन्दैन भन त ल अनि के Lion Monkey Nose Orange Kiwi R Sheep हैन यस फर सिप ठिकै त हो त्यसले सिप भनेको के U ट्याङ भन्दियो भन्दै नि B W S Y Z सबै आयो हैन यसलाई त्यसले त अझै उस पनि भन्छ A for apple B for ball C for cat D for dog ल सुरुदेखि A for apple B for ball भन्देऊ त ल भन्देऊ ल भन्न जानेन भन्ने नरिवलको जुस ल सुरुदेखि भन ल एकचोटि A for apple B for ball भनेर सबै भन ल इनी अलि क्लासमा टप गर्दै रहेछ ABC हैन के बाबा मम्मी दुईटा काममा जाने अनि फेरि छोरा र पढाउने मान्छे नहुने नत्र भने इनी साच्चै क्लास टप गर्दै रहेछ नि त्यो भन्दै आशा नि पास भएको एक्जाममा A for apple भन न A for apple A B C A for apple B for ball C for cat D for dog यसै भन न भन त ल मात्र नरिवलको जुस पाउने कन्दै A for apple ल भन न A for apple D for ball C for cat D for dog E for elephant G for fish E for duck अनि S for hen I for ice cream J for jug K for kite L for lion M for monkey N for nose O for orange P for parrot T for tree R for nut Rose Aina Rose R for nose R for rose भनेको हो के sheep T for parrot U for umbrella U for venture U for watch S for SRA अनि I for leg J for jetta Oh good मलाई दिल